हेलो एभ्रिवान नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। अनि आज चाहिँ म हजुरको सामु धेरै दिनपछि भ्लग लिएर आइसकेको छु साथीहरू। आज चाहिँ लास्टै गर्मी छ नि त विराटनगरमा। तर यस्तो गर्मीमा पनि मलाई चाहिँ सेलरोटी खाने मन भएर म चाहिँ सेलरोटीको पिठो रेडी गर्दैछु साथीहरू। मलाई चाहिँ कहिले कहिले के हुन्छ क्या, एकैछिनमा के खानु मनपर्छ के घरि बाहिरको के खानु मनपर्छ भने घरमा चाहिँ राम्रो राम्रो चिजहरू बनाएर खानुलाई कस्तो मनपर्छ क्या। म चाहिँ आफूलाई मन लागेको कुरा चाहिँ गरिहाल्नेमा पर्छु। अल्छी गरेर भयो भोलि गरौँला भनेर चाहिँ म बस्दिनँ। अनि हेर्नु न मैले रोटी पकाउँदैछु, रोटीको पिठो रेडी बनाइवरी पनि मैले रोटी चाहिँ बनाउनु थालिसकेँ साथीहरू। हातले चाहिँ रोटी हाल्नलाई डर लाग्छ मलाई, किनभने त्यो तातो तेलमा चाहिँ हात पर्छ र डढ्छ झैँ लाग्छ। अनि मैले बोतल चाहिँ काटिवरी बनाएको छु रोटी हाल्नको लागि चाहिँ। अनि मेरो ग्यास देखेर चाहिँ नतर्सिनु होला हैन। यो चाहिँ लास्टमा रोटी बनाउँदै भिडियो गर्न चाहिँ बिर्सेछु, त्यही भएर लास्टमा भिडियो गरेको साथीहरू। आजको दिन चाहिँ मेरो यसै गरी बित्यो। बाई बाई, लभ यु अल, किप वाचिङ, किप लभिङ गाइस।